हेलो वेलकम टु आवर न्यू ब्लग। आजको ब्लगमा चाहिँ हामी जाँदैछौँ चितवनमा रहेको बाटुली पोखरीमा है त। अनि यो बाटुली पोखरी जानको लागि चाहिँ हामी चितवनको बाइपास रोड हुँदै जान्छौँ हैन। सुरुमा चाहिँ बाइपास रोडबाट हामी गोन्द्राङ जान्छौँ। अनि गोन्द्राङमा चाहिँ त्यहाँ भरतपुरको कोका कोला फ्याक्ट्री छ हैन। त्यो कोका कोला फ्याक्ट्रीको ठ्याक्क साइडबाट चाहिँ एउटा गेट छ, त्यो 20,000 ताल जान भनेर। अनि त्यो बाटुली पोखरी पनि 20,000 ताल भएको नजिकै छ है। पहिला त्यो बाटो जाँदाखेरि सुरुमा चाहिँ 20,000 ताल आउँछ, अनि त्यसपछि चाहिँ बाटुली पोखरी आउँछ है। अब यो 20,000 ताल त धेरैजनाले सुन्नुभएको छ, त्यही भएर सबैले थाहा होला, तर बाटुली पोखरी चाहिँ कतिलाई थाहा छैन होला। त्यही भएर यो मेरो ब्लग पुरै हेर्नु होला है। अनि त्यसपछि त्यसमा चाहिँ मैले बाटुली पोखरीलाई देखाउँछु है त। ल हामी आइपुग्यौँ है त। कोक फ्याक्ट्री चाहिँ यो हो, यो राइट साइडको रेड बिल्डिङ। अब यसको ठ्याक्क अलिकति अगाडि चाहिँ एउटा गेट छ यहाँनिर। सो अब यहाँदेखि चाहिँ हामी टर्न लिएर जान्छौँ है त। अब यहाँदेखि चाहिँ 20,000 ताल जानु पर्यो भने चाहिँ 10 किलोमिटर छ यो बाटो सिधा। अनि त्यसै गरी बाटुली पोखरी चाहिँ त्यस्तै 12-13 किलोमिटर छ है, अलिकति पर छ त्यो 20,000 तालभन्दा। अनि यो चाहिँ अब हामी पुरा यो टिकौलीको जङ्गलको पुरा सिधा सिधा जान्छौँ है, छेउछेउबाट जान्छौँ। अनि बाटो चाहिँ एकदमै रमाइलो छ। एक साइडमा जङ्गल छ, एक साइडमा चाहिँ बस्तीहरू छ है, खेतहरू छ, जसले गर्दाखेरि एकदमै रमाइलो छ कि यो बिचको बाटो हिँड्दाखेरि पनि आनन्द आउने खालको छ कि। ल हामी चाहिँ अब 20,000 ताल भएको ठाउँमा चाहिँ आइपुग्यौँ है। यदि तपाईँहरू 20,000 ताल जान्न चाहनुहुन्छ भने पनि यहीँबाट जाने हो। यो चाहिँ गेट भयो है त्यहाँ छिर्नको लागि चाहिँ। अनि यो तालहरू चाहिँ 5 बजे बन्द हुन्छ है, यता चाहिँ यो 20,000 ताल बाटुली पोखरीहरू चाहिँ। अब हामी बाटुली पोखरी पुग्न लाग्यौँ। अहिले पुरा जङ्गलको बाटो हिँडिरहेको छौँ। अनि यहाँ मयूर देखेर अहिले हामीले रोकिरहेको है एकछिन। मजा आयो मयूर देख्दा, 3-4वटा मयूर यस्तो जुरुम्म परेर। ल हामी आइपुग्यौँ बाटुली पोखरी। अब यहाँबाट छिर्दा छिर्दै चाहिँ देब्रे साइडमा चाहिँ टिकट काउन्टर छ है, अनि राइट साइडमा चाहिँ पार्किङ छ। यहाँको रेट है, नेपालीलाई चाहिँ 10 रहेछ, अनि पार्किङको बाइकहरूलाई 10, 3 पाङ्ग्रे 50, 4 पाङ्ग्रे 50 रहेछ। अनि फरेनरको लागि 100 रहेछ। यहाँ चाहिँ पौडी खेल्न पाइँदैन है। पौडी खेल्यो भने के हुन्छ भन्दाखेरि यसरी गोइले स्पेसली हो, गोइले मान्छे खान्छ। अनि गोही पौडी खेल्ने हुनाले यहाँ मान्छे चाहिँ पौडी खेल्न पाइँदैन है। ल हामी बाटुली पोखरीभित्र आइपुग्यौँ, टिकट पनि काट्यौँ। अनि अब हिँडेर जाँदैछौँ है पोखरी भएकोनिर। अनि यहाँ चाहिँ 5 बजे चाहिँ बन्द हुन्छ है। है कस्तो मजाको छ है, पुरै जङ्गल छ। यति मजा आउँदै जस्तो है यहाँ चाहिँ। दिउँसो त घामै घाम हुन्छ होला। अहिले गर्मीको टाइमलाई चाहिँ यति घाम हुन्छ होला, जाडो लाग्दाखेरि घाम ठिकै होला। सनसेट देखिन्छ कि देखिँदैन पनि, अलि जङ्गल छ र सनसेट देखिँदैन जस्तो लाग्यो। बेलुका चाहिँ राम्रो देखिन्थ्यो होला।
अब चाहिँ हामी बाटुली पोखरीको ठ्याक्क पोखरीनिर आइपुग्यौँ है। यति नजिक आइपुग्यौँ पोखरी। वा यता त्यो सौरामा गए जस्तै देखियो है। यता चाहिँ फोहोर रहेछ पात उचार सफा छ। कति धेरै सालको पात के यहाँ त पुरै साल रहेछ है। सालको जङ्गल कस्तो लागिरहेछ त बाटुली पोखरीमा आउँदा? रमाइलो। यता आएको थिएन, एकताल पहिला आउन ट्राई गरेको, तर 5 बजे बन्द हुने रहेछ, ढिला भएको भएर छिर्न पाइएको थिएन। अहिले आयो। सिमसार क्षेत्र नेचुरल पोखरी राम्रो, यत्रो ठुलो रहेछ है। यतातिर चाहिँ पात पतिङ रहेछ। अनि यस्तोमा बोटिङ गर्ने हो? जेलिँदैन? अनि यहाँ गई आउँदैन एट्याक गर्न बोटिङ गर्दा? स्योर हो आइराख्ने मान्छेहरूले भन्नु है। यस्तो डेन्जर गइदिएको थियो त्यहाँ पोस्टरमा, यस्तो उडी आक्रमण गरिरहेको थियो। यहाँ यस्तो बेन्चहरू पनि छ है बस्नलाई। मजाले पोखरीको भ्यू हेर्दै। यो बाटुली पोखरी चाहिँ है खासमा भन्दाखेरि चाहिँ 20,000 तालको एउटा पाटै हो है यो हुन चाहिँ। तर कस्तो नि यो चाहिँ मान्छेहरूलाई खासै यसको बारेमा त्यति थाहा नै छैन। 20,000 तालको बारेमा मात्रै धेरैले थाहा छ। अनि यो चाहिँ एकदमै नै राम्रो छ कि यहाँ यति धेरै टाइपको चराहरू देख्न पाइन्छ, माइग्रेट भएर आएको होइन। अनि त्यसपछि अरू जनावरहरू पनि देख्न पाइन्छ। अनि यहाँ चाहिँ यो पोखरीमा त्यो जुन अघि आउँदा पनि याद गर्नुभयो सबै सालको रुखै रुख छ कि। अनि त्यस्तो खालको छ। सो एकदमै राम्रो ठाउँ छ है यो चाहिँ। लाइक अब हिडन जेम जस्तो हो कि यो चाहिँ। सो एकचोटि चाहिँ यो ठाउँ चितवनतिर आएको बेलामा अथवा हजुर त्यो चितवनतिरै बस्नुहुन्छ भने चाहिँ यो ठाउँ एकचोटि जानु होला, एक्सप्लोर गर्नु होला। मलाई चाहिँ पर्सनली एकदमै पिसफुल र एकदमै नै राम्रो ठाउँ लाग्यो। अनि अब चाहिँ हामी यहाँ अझै फर्दर इन्जोय गर्नको लागि चाहिँ अब हामी बोटिङ गर्न जाँदैछौँ है। डर लाग्यो माइ लर्ड। त्यहाँबाट नि मिल्छ चलाउन। जाने कि जानु नडराइकन जान्नुहोस्। लास्ट बिच पार्दैन भने बस्नु उता लाइफ सेट नलाइदिनु भाइ। हजुर यहाँ आउनु न। ब्यालेन्स भयो त। ठ्याक्क ब्यालेन्स भयो। ह्यान्डल पनि चलाउने अब हिँड्ला ट्र्याक गर्ने हो। डर लाग्यो? तिमीलाई डर लाग्यो सुसी? कोही देखेर नाच्नु होला अब कोही देखेर नातिनु होला नि। बोट छोडिदिनु बेलामा कोही देखेर नातिनु होला के पनि हुन्न रे। कस्तो लागिरहेको त? अहिले दाइले लास्टमा गइ देखेर भने चाहिँ अलिकति डर लाग्यो जस्तो यो छोरा छ। यही छोरा कति माथि छ हेर्दैछ कि म त्यस्तो उफ्रिनु गइछ। के गरौँ अब कताबाट जाने? यताबाट गयो भने चल। अनि पछि यताबाट त्यो गयो के अरे गयो भने यता जानुपर्छ। ठुलो रहेछ अनि यहाँ अड्किँदो रहेछ। म चलाउँछु नि एकैछिन। यो वाला बोट चलाउन चाहिँ गाह्रो हुँदो रहेछ है। दायाँ बायाँ लेफ्ट राइट अगाडि पछाडि पुरै कन्फ्युज। गाडी चलाउने मान्छेलाई ल्याएर ठिकै भयो। डन्डाले बिस्तारै हुँदो रहेछ कि।
अनि हामी यत्रो आइसक्यौँ है बोटिङ गरेर त्यहाँदेखि अनि यहाँ हामीले चित्तल गैँडाहरू देखाएको छौँ यहाँ नदेख्यो नि यहाँनिर एउटा चित्तल छ के देख्यो त सुसी तिमीले म त केही पनि देखिनँ के देख्यो तिमीले के भएन भन न त्यो गैँडा छ क्या त्यहाँनिर पछाडि एउटा त्यही मैले त त्यो पनि देखिनँ अहिले बल्ल देखेँ ए मेरो छेक्या रहेछ नि त रुखले सबै अघि ए ऊ त्यहाँ गैँडा रहेछ है दुईटै गैँडा रहेछ यहाँनिर छ गैँडा दुईजनाले हेर बसेछन् यता आइदिने हुन्थ्यो नि त गएर त्यसलाई कुरकुराले नखाने रहेछ त्यहाँ डुबो क्या यहाँ चाहिँ अहिले यो रुखहरूमा पात चाहिँ छैन है पात हुने ठाउँमा सबै चराहरू छ है कस्तो रमाइलो त्यो बोटिङ गरेर नजिक नजिक आएपछि भाग्ने रहेछन् क्या त्यो रुखका चराहरू है एक राउन्ड लाएर अब मयूर देखियो हामी मयूर देख्यो नि दुईटा यो ठाउँमा त चराहरू छ यति धेरै है अनि कस्तो डिफ्रेन्ट टाइपको चराहरू रहेछ कि त्यो कहिले अन्त नदेखेको खालको युनिक चराहरू हेर्न मन छ भने चाहिँ यहाँ आउनु ल खतरा चराहरू देखिँदो रहेछ ल हामी अब एक राउन्ड बोटिङ गरेर यो बाटुली पोखरीको एक राउन्ड लाएर आयौँ होइन अनि हामीले चाहिँ के देख्यौँ रे चित्तल देख्यौँ गैँडा देख्यौँ अनि मयूर देख्यौँ अनि यति धेरै चरा देख्यौँ सर्प जस्तो काटिएको चरा अरू त माछा अलिअलि पतङ उफ्रिरहेको थिए अनि हेलिकप्टरवाला देख्यौँ के अरे त्यसको नाम ड्रागन फ्लाई तिनीहरू देख्यौँ अनि चाहिँ एकदम रमाइलो भयो इभिनिङको टाइममा यस्तो आनन्द शीतल है सो मलाई चाहिँ एकदमै रमाइलो लाग्यो है गैँडा हेर्नुलाई त यहाँको रहेछ नि ठाउँ हामी नेसनल पार्कमा देख्दाखेरि यो जाँदाखेरि कहिले देखि नदेखि भइरहन्थ्यो यहाँनिर त दुईवटा देखियो ठ्याक्क त्यही पनि पानीमा गएको क्या गैँडा कस्तो मजाले यति ठुलो थियो
जस अब हामी यहाँनिर आइपुग्यौँ। अब हामी झर्छौँ अनि जान्छौँ है। अब यहाँ बन्द हुने टाइम भइसक्यो। अनि हामीले सब देख्यौँ। के चाहिँ देखेनौँ रे हामीले? क्रोकोडाइल नदेख्ने एकदम उदास थियो नि। हाम्रो पार्किङ आइपुग्यो है। माछा बल्छी हान्न पाइँदैन। गयो घत्रै घत्रै पारेर आउने हो कि माग्दा चाहिँ स्टेबल भयो। ल अब हामी बाटुली पोखरीबाट फर्किँदैछौँ होइन। हामी यहाँ आएर एकछिन घुम्यौँ अनि बोटिङ पनि गऱ्यौँ है। अनि यहाँ जस जनावरहरू चराचुरुङ्गी देखिँदाखेरि एकदमै रमाइलो भयो। अनि यो ठाउँ चाहिँ एकदमै रमाइलो पिसफुल ठाउँ रहेछ है। सो हजुरहरू पनि चितवन आएको बेलामा चाहिँ एकचोटि बाटुली पोखरी आउनु होला। अनि त्यसपछि मेरो भिडियो अहिलेसम्म हेरेर बस्दिनु भएकोमा सबैजनालाई थ्याङ्क यू, धेरै धेरै धन्यवाद। अनि मेरो भिडियोलाई सेयर गर्नु होला, च्यानललाई सब्सक्राइब गर्नु होला है त। बाई बाई।